गफ नर्ने अहिले यहाँ थपका सधैँ आउनु गाईलाई खोले पनि गाईले ल्याइदिए खोले पनि खाएको छैन केही नि खाएको छैन घरिको तपाईँ सुचाल घरि के गर म हैरान भइसकेको छैन तपाईँ जहिले तहिले हिँडेको हिँडै के अरे बस्तु हेर भोकै छन् बाख्रा ट्याँट्याएर टुटु कराउँछन् म यो एक्लै घाँस ल्याऊ त्यत्रो घाँसका भारी ल्यायो हो त्यो दुइटै भाइ तपाईँले ल्याउनु पर्ला ल्याउनु भयो तपाईँले अगाडि यहाँ खोले नखाएर यहाँ तपेस नि घर 5 पल्ट उचाल्नुपर्छ ए बस्ती पनि उचालिन मैले गरेँ त कहाँ देख्नु अब्जस नलगाए हो ऊ कोपी गोड्न त्यत्तिकै भइरहेछन् मकैहरू गोड्न त्यति हिले नै मात्रै कुद्नु है हिले नै मात्रै सबैजना 3-4 जना छौ घरमा सबै नै हिले नै कुद नापी गफ नर्नु अहिले धेर तपाईँ बेहोरा नखुस्काउनु तपाईँ अचेल निकै बेहोरा खुस्काउनु थाल्नुहोस् है तपाईँ के को भयो होइन खोलेमा आगो पनि बलेको छैन त्यही त हिँड्नु न हिँडेर तल घरतिर उतै पर्छ नि उतै दिन जानु मलाई जसले पनि दिन्छ भात दिन्छ एक डल्लो भात खानालाई त्यत्रो दुःख गर्नु पर्दैन के पर्छ छोड्दे भाइ गाली मात्रै गरिराखेर हुन्छ कि त्यही त करायो भने नि चित्त दुख्ने सबैलाई हेर्नुहोस् है के मैले एक्लै गर्नु परेछ यो संसार यो खेतीपाती सबै मैले गर्नु परेको छ बाख्रा पाठा सबै के गर्नु अब यस्तै छ हिजोअस्ति भर्खर बिमारी भएर उठेको बिमारी भयो नानी पाइँदैन के गर्नु यस्तै रहेछ जिन्दगी यहाँ हेर्नुहोस् यस्तो छ खेतीपाती लगाइरहेछु नि हो एक्लै भयो नि छोराछोरी 5 वर्ष हुँदादेखि छोडेर हिँड्नुभएको अनि के नगरेर नि के गर्नु अब यस्तै हो गरेको तर कसैले देख्दैन मैले गरेको भाइ ओ भाइ खाना पकाइसकिनस् परमा यसो के त सगा न कमसे कम यसो हुन्छ नि हौ मान्छेको अलिअलि के हेर न केही गर्नु छैन केही गर्नु छैन 4-5 जना बसे घरमा एउटा कता कुनामा बसिरहेछ हौ रिसाको के को भान्से छ यता कराउँदै ओर्दै नि जेस भात तरकारी त पकाइदिन्छ त्यस्तै छ त्यही पनि छ र कराउनलाई यसो खाँचो छैन यही नि हिँड्यो भने अनि त्यो पनि मेरो कराउने नै अनि बाटै हराउँछ त्यस्तै छ कस्तो पकाइस् भाइ उ त सिमे साग मिठो पारेर पकाउने फेरि ऊ यहाँ अहिले नकराइ उ त्यहाँ अघि तैँले ल्याएको क्या हो पकायो भाइ के को सक्दैनस् के चाहिँ गर्न सक्छस् त यतिकै पनि सक्दिनँ भन्छ हेर्न खुट्टा पसाएर बसेको तत्ता हो रहेछस् ठिसै रहेछस् हो त 8 बजीसम्म सुत अनि त्यहाँबाट उठ्यो तर बस्न होला मेरो मोबाइल ब्याट्री छैन चार्जमा हाल्दै यस्तै छ जिन्दगानी भन्दै घरि त नाच्न पनि मन लाग्छ म त वाक्क लागेर बित्थामा घरि त नाच्नै मन लाग्छ यो धेरै टेन्सन भयो भने पनि बोलाउन के अचम्म मोबाइल बोकेर त भिडियो बनाइराखेको रहेछ